नयाँ मात्रै होइन, सेकेन्ड ह्यान्ड गाडी पनि ब्याङ्किङ प्रक्रिया मार्फत किस्ताबन्दीमा किन्न सकिन्छ, जसको लागि केही गाडी विक्रेताले 2013 मोडलभन्दा माथिको गाडीलाई किस्ताको सुविधा दिएका छन् भने केहीले 2016 भन्दा माथि मोडलका गाडीमा मात्रै किस्ताबन्दीको सुविधा दिन्छन्। सेकेन्ड ह्यान्ड गाडी किन्दा मूल्यको कम्तीमा 50% डाउन पेमेन्ट गर्नुपर्छ। किस्तामा गाडी किन्न दुईवटा विकल्प हुन्छन्। पहिलो हो तलबको स्रोत र दोस्रो आफ्नै व्यवसायको आम्दानी। तलब पाउनेहरूले घरको लाल पूर्जाको फोटोकपी, पानी अथवा बत्तीको बिल, नागरिकताको फोटोकपी, फोटो, स्यालेरी सिट र ब्याङ्क स्टेटमेन्ट बुझाए पुग्छ। आफ्नै व्यवसाय हुनेहरूका लागि भने उक्त व्यवसाय कम्तीमा पनि 2 वर्ष पुरानो र फाइदामा चलेको हुनुपर्छ। यसका साथै घरको लाल पूर्जाको फोटोकपी, पानी अथवा बत्तीको बिल, नागरिकताको फोटोकपी, फोटोका साथै कम्पनी दर्ता, पेन अथवा भ्याट दर्ता, अडिट रिपोर्ट, कर चुक्ताको प्रमाणपत्र र ब्याङ्क स्टेटमेन्ट चाहिन्छ। यसका साथै पहिले कालो सूचीमा नपरेको र परेको भए 2 वर्ष अवधि पुरा भएको हुनुपर्छ। यी सबै प्रक्रिया पुरा भए नेपालको जुनसुकै स्थानको व्यक्तिले पनि किस्तामा गाडी खरिद गर्न सक्छ।